गर्नु भ्यू चाहिँ क्या बल देखिरहेको छ गाइस मजा हाँस्ने बाबरे कस्तो राम्रो रहेछ भित्र उन्नति चाहिँ खुसी पनि बनाउनु के अरू चाहिँ बाई हेलो गाइज वेलकम ब्याक टु माई च्यानल इट्स मी पूजा आयोग सबजना सन्चै हुनुहुन्छ होला म पनि एकदम फिट एन्ड फाइन छु सो आज चाहिँ तपाईँहरूको सामु धेरै समयपछि मैले भ्लग लिएर आइसकेको छु यता चाहिँ बिहा गर्ने स्ट्यान्डहरू रेडी छ सो म चाहिँ यता रेडी छु मेरो यहाँ गइरहेको छ त्योमा चाहिँ अनि हामी जानुपर्ने चाहिँ चुबार भन्ने ठाउँमा रहेछ बट मलाई थाहा छैन त्यो कुन ठाउँ होइन अब जान आँटेको आज चाहिँ हामी ड्राइभिङ जान आँटेको के हुन्छ कस्तो हुन्छ सँगै हेरौँ है त कस्तो राम्रो भएको हाई गर्नु हाई आरुस ल सरी के लाऊ म पैसा तिर्दै थिएँ त अनि त्यही भएर ल हेलो गर भ्यू चाहिँ क्या बल देखिरहेको छ गाइस म चाहिँ फाइनली पुगिसकेको छु अब सामान किन्न आँटेछन् केटीहरू पालो छ फोटो खिच्दा अर्को टोली आयो बारे अहिलेसम्म उही टोलीलाई कुरिरहेको थियौँ अब हामीले चाहिँ यहाँ टिकट काटिदिइरहेछन् यति छ हाम्रो टोली चाहिँ हाँस्ने बाबरे आज दिनभरि रमाइलो रहनेवाला छ के अरे सबजना बाल बास ल हामी गेट प्रवेश गरेको कस्तो राम्रो रहेछ भित्र यो चाहिँ हाम्रो टोली सो हिँडिरहेछौँ अब हामी होइन हेर्दै जाऊँ अब के कस्तो हुन्छ सो अब भित्र त राम छ अरे अब हेरौँ के छ कस्तो छ हेलो लग्गा जाँदैछौँ अब हामी ट्र्याक हिँडेर आरुस त्यहाँभित्र मान्छेहरू पनि अलिक धेरै रहेछ फुलहरू चाहिँ के चोबार भन्ने रहेछ होइन किर्तिपुरमा रहेको म चाहिँ फर्स्ट टाइम आउँदैछु हामी भोलितिर पनि आउँछौँ आज फर्स्ट टाइम आएको भोलि हामी पशुपति पार्क जान्छौँ पानी आयो भने उत्तिने ठाउँ पनि रहेछ सो एकदमै मन पर्यो मलाई चाहिँ अझै हेर्दै जाऊँ कस्तो छ के गरिदिनु रे आरुस सो ल मेरो आरुसीको भ्लगलाई सबैजनालाई माया गरिदिनु होला भन्न चाहन्छु अब हामी हिँडिरहेको छौँ यस्तो हरियाली माइन्ड फ्रेस भयो क्या यहाँबाट भ्यू चाहिँ यस्तो देखिरहेको छ यु क्यान सी इट अनि बाटो पनि यस्तो राम्रो छ कति रमाइलो भएको छ बस्ने ठाउँ हेरिरहेको छन् दुनियाँ त गर्नु बसौँ अब कहाँ बस्ने हो यसमा कहाँ अझ माथि जान आँटे बाफ्रे
अब स्टप गर्न अनि सामान हामीले जस्तो गराएको
एकछिन तपाईँ नाच्दै माया बेटियो बन्दी फुलैमा पिरिम बसियो कुरै कुरैमा टोपीरा इस्टाको जस्तो रुमाल पिपल पाते बन्दी फुलैमा माया बेटियो बन्दी फुलैमा पिरिम बसियो कुरै कुरैमा बन्दी फुलैमा पिरिम बसियो कुरै कुरैमा नाह्यो लर्के जोबान भन कसलाई दिउँ यो चुली नाह्यो लर्के जोबान भन कसलाई दिउँ कालो भाले धोतीलाई दुखा जति हामीलाई आँसु पुस्दैन रुमाला बरु एउटा नाच्नु एउटा हेर्नु मजा आउने कस्तो राम्रो आएको छ नाच्नु भन्दा हेर्नु मजा आउने रहेछ
खराबै नाचेछ भने यहाँ टिकटक बनाउँदैछन् मोर काटा छु मैले पूजा अहिले त अघि कति खुसी खुसी देखिन्छ अहिले त त्यसको त्यो राम्रो हुन्छ नि त तल टिकटक बनाउँदैछन् बुझ्दाखेरि ब्युटिफुल दिन्छ हल्का खुसी हुन्न दिन्छ खुसी पनि बनाउनु के हालेर खाँदैछन् चाउमिन ल खाइहालौँ त बाबु के होला फेरि म कहाँ बिच्छु नै बस्या क्या होला न मलाई भए देखाएको सरी है भगवान आई लभ यु हिमाली दिजु हामी सामान सामट गरेर घर जान आँट्यौँ आज हामीले होइन एउटा ग्रुप फोटो पनि खिचेको छैनौँ बस टिकटक बनाएको छौँ त्यही हो ग्रुप फोटो पनि खिचेन ग्रुप फोटो पनि खिचेन क्या जान आँटेछौँ अब आउने बेला कति हाँसी खुसी भएर आइरहेको थियौँ जाने बेला बोक्सिनी जस्तै भएर जाइँदैछौँ र हामी गइरहेछौँ सुइँ पारेर गेटदेखि निस्किन आँट्यौँ अब हामी सबै छुट्टिन आँटेको दाइ लिन आउनु भएको थियो दिजुलाई अरू सब ब्याङ्क गरेर जान आँटेको बाई 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 गर्ने दिन्छु अरू चाहिँ बाई तर ठिकै छ कट्टी तपाईँहरू जानु सुइँ पारेर हेर्छु अब दुईजना यहाँबाट जान लाग्छन् सब छुट्टी लास्टमा म एक्लै बाई म एक्लै हुन्छ अब बाई 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 सबलाई बाई गरेर जान्छु म त गाडीमा बाई ल गाइस म पनि अब घर जान्छु तिमीहरू राम्रो पो देखिने रहेछ हेर यस्तो राम्रो भइकन बस्या ठर्यो अक्किले के लाइछ छतमै खिच्यो फोटा गाइस म त थाकेर आएको छु होइन सुतिरहेको छु यिनीहरू चाहिँ यस्तो बोबाल भएर छन् आज घरमा हेर कस्तो बाटो म नभ्याइदिनु थ्याङ्क यू फर वाचिङ माई फुल भिडियो सो सी यू नेक्स्ट भ्लग है त